सम्पूर्ण साथीहरुलाई नमस्कार। आज चाहिँ हामी काताकाना सिक्दै छौं। हामीले डे 1, डे 2, डे 3, डे 4 गरेर हिरागाना सिकिसकेका छौं। अब आज हामी काताकाना सिक्दै छौं है। आगन्तुक शब्द अथवा विदेशबाट आएका शब्दहरूलाई जापानिज भाषामा कसरी लेखिन्छ, कसरी बुझिन्छ, कसरी प्रोनाउन्सिएसन गरिन्छ भन्ने विषयवस्तुलाई लिएर काताकानाको प्रयोग गरिन्छ। काताकाना आज हामी सिक्दै छौं। कृपया भिडियो मन पर्छ भने हजुरहरुले लाइक, कमेन्ट, शेयर पनि गर्नु होला है। ल सुरु गरौं। आ इ उ ए ओ यो बोल्ने शब्दहरू सेम टु सेम हुन्छ। हिरागाना र काताकाना लेख्ने मात्र फरक हुन्छ है। अब हामी सिकौं। फर्स्ट स्टेप छ आ। आ 1 2 1 2 ई को अब हेरौं। फर्स्ट सेकेन्ड ई, फर्स्ट सेकेन्ड। आ इ उ ई पछि छ उ, फर्स्ट सेकेन्ड थर्ड फोर्थ। अब आ इ उ ए छ है त। फर्स्ट सेकेन्ड थर्ड। यो तल्लो भाग चाहिँ अलिकति लामो हुन्छ है त। माथिको तेर्सो भन्दा तल्लो भाग चाहिँ अलिकति लामो हुन्छ। आ इ उ ए ओ। अब हामी ओ जान्छ है त। फर्स्ट सेकेन्ड थर्ड, फर्स्ट सेकेन्ड थर्ड। म फेरि लेख्छु, हेर्नु होला तपाईहरुले। आ इ उ ए ओ। आ इ उ ए ओ। त्यस्तै अर्को छ, हेर्नु होला। आ पछि का आउँछ है त। हिरागाना पनि आ, आका, साताना, हा, माया, रा, वा, न गरी पढेका छौं। काताकानामा पनि हामी ठ्याक्कै त्यही गरी पढ्छौं। तर लेख्ने शब्दहरू कुनै कुनै सिमिलर, मिल्दोजुल्दो भए पनि म्याक्सिमम धेरै शब्दहरू चाहिँ, धेरै वर्डहरू चाहिँ एकदमै फरक छन्। त्यसैले जति सक्नुहुन्छ तपाईहरुले चाहिँ प्र्याक्टिस गर्नु होला है। सुरु गरौं। हिरागानाको का जस्तै छ, काताकानाको का पनि सिधा लगेर सिधा का। एउटा सानो धर्को, त्यसपछि अलि लामो धर्को, अनि सिधा कि। त्यस पछाडि छ कु, फर्स्ट सेकेन्ड थर्ड कु। आ इ उ मा माथि धर्को हुन्थ्यो भने यसमा चाहिँ हुँदैन, कु। के छ हेर्नु है त। फर्स्ट सेकेन्ड थर्ड के। अब को, को। फेरि हेर्नु होला। का, कि, कु, के, को। का, कि, कु, के, को। अब आ र का पछाडि सा आउँछ है। कसरी लेख्ने त सालाई। फर्स्ट सेकेन्ड थर्ड सा। सी, फर्स्ट सेकेन्ड थर्ड सी। सु, 7 बनाउने, खुट्टो तान्दिने, सु। से, फर्स्ट सेकेन्ड थर्ड से। सो, फर्स्ट सेकेन्ड सो। तपाईहरुले सो र सी लाई चाहिँ एकदम ख्याल गर्नु होला। यस्तै शब्दहरू अरु पनि छन्, यस्तै वर्ड अरु पनि छ काताकानामा, अझै आउँछ है। त्यसैले फेरि लेख्छु म। फर्स्ट सेकेन्ड थर्ड, फर्स्ट सेकेन्ड थर्ड, फर्स्ट सेकेन्ड थर्ड, फर्स्ट सेकेन्ड थर्ड, फर्स्ट सेकेन्ड सा
सी सु से सो। आकाशा पछाडि छ ता। तालाई कसरी लेख्न सकिन्छ हेरौँ है त। फर्स्ट सेकेन्ड थर्ड पेज चिर्दिने है त। सा फर्स्ट सेकेन्ड थर्ड। ची फर्स्ट सेकेन्ड थर्ड। सु सा सी सु। सुको अघि उल्टो थियो भने फेरि अर्को साइडबाट आयो त। ता ची चु ते फर्स्ट सेकेन्ड थर्ड। तल्लो धर्को चाहिँ अलि लामो हुन्छ है। ता ची चु ते तु फर्स्ट सेकेन्ड। सजिलो छ काताकाना, तर तपाईहरुले चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ, एकदम याद गर्नुपर्ने हुन्छ है त। ता ची चु ते तो। हिरागानामा चाहिँ एकदमै हात बसिसकेको भएर उतैको ओडोहरु मात्र आउने भएर चाहिँ तपाईहरुले जति सक्नुहुन्छ आफूले चाहिँ प्र्याक्टिस गर्नुभयो भने अझ बेटर हुन्छ। फेरि हेरौँ। फर्स्ट सेकेन्ड थर्ड। ता ची चु ते तो। ता ची चु ते तो। ल त साथीहरु, आज चाहिँ हामी काताकानाको डे 1 मा यति पढ्ने छौं है। आउँदा दिनहरुमा अझ तपाईहरुलाई उपयोगी भिडियोहरु पनि मैले लिएर आउने नै छु। तसर्थ तपाईहरुले चाहिँ मेरो भिडियो कतिको मन पर्छ, लाइक कमेन्ट शेयर आफ्नो साथीहरुलाई पनि शेयर गरिदिनुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु। हामी फेरि अर्को भिडियोमा भेट्ने छौं।